हेलो गुड मर्निङ फ्यामिली। म चाहिँ आज चाहिँ मेसोकान्ता पास गर्न गइरहेको छु। आज चाहिँ म चाहिँ जमसमबाट मेरो गाइडले चाहिँ मलाई चाहिँ उता गोठमा लान्छ। गोठबाट चाहिँ भोलि चाहिँ मेसोकान्ता पास गर्छ। अनि यो चाहिँ कस्तो भन्छ अब हाई अल्टिट्युड पास हो है, 5200 कति छ। अनि आज गोठ भनेको लगभग कति 4000 मा होला है। अनि अल्टिट्युड गेन चाहिँ एकदम चाँचौँड एकदम धेरै भइरहेको चाहिँ खासै अब यसरी चाहिँ गर्न नहुने हो है। अलि बिस्तारै यहाँबाट अब कता हुन्छ कागबेनी गरेर बसेर त्यसको भोलिपल्ट अब अक्लाइमेटाइज गरेर त्यहाँबाट पर्सिपल्ट अब गोठमा गएर त्यहाँबाट चाहिँ सब्मिट गर्नुपर्ने हो। अब त्यस्तै भयो कि मेरो नि अब सेड्युल एकदम टाइट भयो। अनि त्यही भएर पनि अब सर्ट पिरियड भयो क्या, सर्ट टाइम भएको भएर चाहिँ एकदम चाँचौँड गर्नुपर्ने भयो है। ठिकै छ, हेरौँ अब चढिन्छ के अरे, अब सक्यो भने चढिन्छ है। अब अलिकति गाह्रो भयो भने अब के गर्नु नि झरिन्छ एकदम। कस्तो भन्छ यो के अरे अक्लाइमेटाइज चाहिँ एकदम चाँचौँड हुने भयो क्या हाम्रो अब भनौँ न अल्टिट्युड चाहिँ। त्यही भएर ओके बाटोतिरै भेटौँला। म बाटोतिरै म यसो बाटोहरूको सिन देखाउँछु भ्यूहरूको है। नयाँ पुलमा हो, कति 6:30 बजीतिर चाहिँ उताबाट हिँडेको अरे त्यो पोखराबाट। अहिले चाहिँ कति 8:15 भयो अरे है। अहिले यहाँ नयाँ पुलमा आएर चाहिँ म चाहिँ अब खाजा खाँदैछु। अब खाजा खाएर फेरि अन द वे। यो फाइनल्ली तातो पानी आयो। अब एकछिन यहाँ रेस्ट गरेर फेरि हामी चाहिँ अन द वे नै हुन्छ। अलि माथि गएर खाना खान पर्ला है। अहिले चाहिँ म चाहिँ यहाँ रुप्सीमा आइपुगेको अरे। अलिकति 11:30 भयो। अब अलिकति माथि गएर चाहिँ भात खानु पऱ्यो। खासै भोक लाग्छ छैन क्या। उता तातो पानीमा भात खाने भनेको खासै भोक लागेन। अब यो रुप्सीभन्दा माथि गएर कति 12 बजीतिर 12:30 बजीतिर चाहिँ खाना खानु पऱ्यो। अहिले 11:30 भयो क्या। अब फेरि मुभ अन हुन्छु म। अहिले चाहिँ यहाँ लेदेमा छ असीम थकाली भान्सा घरमा। यो मेरो स्कुटर हो के अरे है। अब 12:30 भयो के। अब यहाँ खानासाना खाएर एकछिन रेस्ट गरेर फेरि मुभ अन हुने। त्यसपल्ट अलिक भोक लाग्छ जस्तो भइरहेछ। त्यही गाइस अब चाहिँ यसो खाना खाएर रेस्ट गरेर फेरि अन द वे। यहाँ भात खाँदैछ। यहाँ एक्लै यसरी आयो भने त मान्छेहरू अलिकति छक पर्दो रहेछ क्या। एक्लै आएको घुम्न दिने है। उनीहरू प्रायः मान्छेहरू अब कपल्समा ग्रुपमा आउँछ नि त। आफू फेरि 3-4 पटक अब सोलो पनि गऱ्यो। त्यही भएर अब त्यो एक्लै आउनु पनि अब छुट्टै रमाइलो हुन्छ है। त्यही अब खाना खाएर फेरि अन द वे जमसम हुन्छ। अनि आजको पास भनेको त्यही हो, माथि गोठमा हुन्छ। भोलि चाहिँ अब पास गरिन्छ के अरे है। ल खाना पनि खाइयो। अब चाहिँ यहाँबाट लागियो ल है। मेरो यहाँ चाहिँ स्कुटर चाहिँ यो हो। सामान अलिकति धेरै छ के। अब तलै यसो भयो भने छोड्नु पर्ला। ल सेभ गर्नु भयो।
के मुद्दा परेर झगडा गइसक्यो
अब भाइको मात्र हो कि अरू मान्छेहरूको पनि छ गोठ अरूहरूको पनि छ है ए हामी चाहिँ अहिले चाहिँ अन द वे छु यता गोठतिर यो हाइट चाहिँ लगभग कति 3700 जति छ होला है अब यहाँबाट अब स्कुटरमा चाहिँ पुग्न चाहिँ कति 15-20 मिनट लाग्छ होला अनि हामी अहिले बस्ने गोठको हाइट चाहिँ कति 4000 कति छ अरे भाइ 42-44 त्यस्तै होला त्यही हो 42-44 कति छ अब यहाँ एकछिन यसो रेस्ट गरेको किनकि अब डाइरेक्ट अब जानुभन्दा यसो बिचमा रोक्यो भने अब अक्लामेटाइज पनि हुन्छ है यो सिधै गएपछि अलि फेरि अब उता गाह्रो हुनुभन्दा बिचमा यसो हावा पचाउँदै गयो भने चाहिँ त्यही भएर ल हामी अब 5-10 मिनट रेस्ट गरेर फेरि अन द वे गोठतिर है ल फाइनल्ली गाइस हामी चाहिँ गोठमा आइयो है यही हो मेरो पछाडिको ब्याकग्राउन्डमा भएको गोठ हो के अरे छन त यता पनि छ है यता थुप्रै रहेछ गोठहरू अनि यता हिमाल चाहिँ मजाले रहेछ नजिकबाट है अनि हामी आज बस्ने चाहिँ अगाडि चाहिँ यहाँ यो भित्र बस्ने आज हाम्रो बास चाहिँ अनि भोलि हामी चाहिँ अनि बिहानतिर लाग्छ के अरे पासको लागि होपफुली पास पनि अब सक्सेस होस् के अरे है अब चियासे पकाएर एकछिन रेस्ट गर्नु पऱ्यो त्यही गाइस भोलि हामीले पास गर्ने भनेको मेसोकान्त पास चाहिँ यो दुईवटा पिकको ट्याकको बिचमा चाहिँ खोल्छ हो त्यहाँबाट जाने हो अनि हो त्यसको पारिपट्टि चाहिँ तिलिचो लेक छ अब हिँड्न सक्नेहरू चाहिँ अब कति 3-4 घन्टामा पुग्छ भन्छ अब हिँड्न नसक्नेहरूलाई अब 6-7 घन्टै लाग्छ होला है लेट्स सी अब हामीलाई कति घन्टा लाग्छ है अनि यता चाहिँ फेरि हिमाल छ है मजाको यो चाहिँ सबै गोठहरू हो क्या सब हबहरू सबै यहाँ च्याङ्राहरू बाख्राहरू चोरी गाईहरू गोठहरू हेरेको यो सबै गोठहरू हो आजको हाम्रो बेलुकाको खाना पाक्दैछ भात भयो के अरे यता चाहिँ तातो पनि तताइरहेछ भात पनि रेडी भइसक्यो अब एकछिनमा हामी चाहिँ खाएर अनि त्यहाँबाट गुटुमुटुमा भोलि बिहान 5 बजीतिर हिँड्ने भन्ने छ लेट्स सी के हुन्छ 5 बजे गुड मर्निङ फ्यामिली आज 6 बजे अब मेसोकान्त पास जानुपर्ने रातभरि हिउँ परेर यस्तो छ है हालतै अब न माथि जान मिल्छ न तल जान अब यस्तो गाह्रो छ अब स्कुटर यस्तो छ है हिउँ यस्तो छ अब गर्छ है यस्तो गर्छ ल स्कुटर त्यहाँ छ अब कुन तरिकाले जाने भइरहेछ तल उता के जोमसमतिर त हेभी पानी परेछ अरे अहिले पनि यहाँ चाहिँ हिजो रातिबाट एकदम हिउँ परेको भइगयो क्या स्टिल परिरहेछ अब लेट्स सी तलतिर झर्ने ट्राई गर्छु झऱ्यो भने अब तल भनौँ न के अरे थिमी गाउँमा गएर बस्नु पऱ्यो तल पनि पानी परिरहेछ अरे झ्याउ भयो गाइज यार नयता नउता भइगयो के गर्ने मेसोकान्त पास चाहिँ गर्न चाहिँ नलेखेको रहेछ अब त्यही गाइज यसो अब यो स्कुटर तल लाने ट्राई गर्छु हेरौँ है ल यस्तो छ हालत हिउँ परेर हिजो रातभरि हिउँ परेको यहाँ भाइले चाहिँ बाटो बनाउँदैछ स्कुटरको लागि रातभरि पानी पऱ्यो के गर्ने अब मेसोकान्त पास पनि गर्न पाइएन अब तल झर्छु भने नि अब झर्न नि यस्तो गाह्रो भयो कि हिउँ परेर यस्तो छ बाटो बनाउँदैछ भाइले ल गाइज अहिले एकछिनमा भेटौँला है ल भोटमा चाहिँ हामी चाहिँ चियापान गर्दै र चियापान गरेर फेरि हामी चाहिँ अन द वे हुन्छ अहिले पनि स्टिल पानी परिरहेछ यस्तो पानी छ यो पानी र सरी के अरे हिउँ परिरहेछ यो हिउँ चाहिँ रोकिनु जस्तो छ चाहिँ त्यही भएर चाहिँ
हामी चाहिँ अब चिया खाएर अनि फेरि निस्किहाल्छौँ। हामीलाई चाहिँ अब तल पुग्न चाहिँ यो थेमी भिलेज पुग्न चाहिँ लगभग कति 2 घन्टा 3 घन्टा लाग्छ कि हिउँ एकदम धेरै छ, त्यही भएर बिस्तारै बिस्तारै जानु पऱ्यो। स्कुटर त अब डोराउँदै लाने हो अरे। यस्तो छ यहाँको सिचुएसन। ल यस्तो छ ल। अब चाहिँ यहाँ चाहिँ दाइकोमा चाहिँ चिया खाएर बिस्तारै लाग्छु। तल झर्दै हो, स्कुटर तल झार्दै हो, यस्तो गाह्रो छ ल। बिस्तारै जानु पऱ्यो। गाह्रो छ गाह्रो। मेसोकान त पास चढेको भन्दा नि गाह्रो लाग्यो अहिले। हिउँ एकदम यो के अरे घोडा हान्दा तल तल छ, त्यही भएर अब के गर्ने, माथि जानु पनि सकिएन, हुँदा नि हुन्न। अब तल पनि झर्न गाह्रो हो। भाइले बाटो बनाउँदैछ, म चाहिँ स्कुटरलाई अलिकति पुस गर्दै। ल गाइस अहिले तल भेटौँ ल। हामी हिँडेको 2.5 घन्टा जति भयो। अझै 2 घन्टा कति छ होला। अब कति आधी बाटो आगे अनि आधी बाटो भयो। आधी बाटो बल्ल आयो। माथिबाट हिउँ पर्दैछ अहिलेसम्म। त्यो मैले नै अब अलिअलि धकालेँ है, मेन त भाइले धकालेको थियो। म त अब बाटो नि त्यति राम्रोसँग थाहा नभएर त्यो पनि यसो हल्का अलिकति भए पनि अब पालो दिनु पऱ्यो। त्यही भएर गाह्रो गाह्रो। फर्स्ट टाइममा यसरी हिउँमा चाहिँ अब भन भन्नु अब हिउँ परिरहेछ, स्कुटरमा यसरी धकाल्दै बाटो बनाउँदै एकदम टफ। हेलो गाइज, म अहिले यो थेनी भिलेजमा है। हामी चाहिँ उता गोठबाट चाहिँ झरेको चाहिँ कति 1 बजीतिर झऱ्यो होला है, कति 5 घन्टै लाग्यो होला है। किनकि माथि हिउँ डेन्जरै परेको थियो क्या गोठतिर। गोठको हाइट फेरि कति 4000 समथिङ छ है, 4000 मिटर कति छ कि। अनि वहाँ अब माथि चाहिँ एकदम धेरै परेछ क्या। अनि अब त्यो हामी अब त्यो निस्किने बेलामा चाहिँ अब हाम्रो त्यो जुत्ताको त्यो फुल जुत्ता हुन्न, त्यो जुत्ता नै अब त्यो ढाकिदिन्थ्यो क्या त्यो हिउँले। अझै त्यहाँ बसेको भए त हिउँ त अहिले त मेरो विचारमा त घोडा हान्दा नि माथि आइसक्यो होला कि। त्यहाँ त परिरहेछ क्या हिउँ। किनकि यहाँ अहिले स्टिल म अहिले थेनी भिलेजमा छु होइन। यहाँ स्टिल अहिले पानी परिरहेछ। त्यही भएर अब बिहानै अब त्यो खाजासाजा खाएर हिँडिहालेँ है। अनि मेसोकान्त पास पनि गर्न पाइएन, के गर्ने है, अब त्यस्तै भइयो त नि। अनि मेसोकान्त पास त गर्न पाएन, तर यता झर्नको लागि नि एकदम गाह्रो भयो क्या। त्यत्रो हिउँमा अब स्कुटर अब है, अब बाटो सबै अब त्यो हिउँले अब ढाकिसक्यो है। हिउँ पनि अब अलिकति थोरै भने हुन्थ्यो नि, त्यत्रो अब घोडा भन्दा अलिक कम आउने अब हिउँहरू थियो है। अनि जसोतसो त्यो हाम्रो गाडी भाइ र म चाहिँ भाइले चाहिँ अब त्यो बाटो बनाउने हिउँहरू फाल्दा भनौँ न दायाँ बायाँ फाल्दै, अनि मैले चाहिँ बिस्तारै बिस्तारै रेस्ट लिँदै अब त्यो स्कुटरलाई चाहिँ अलिअलि त्यो मुभ धकाल्दै लिएर जाने हो त्यस्तो तरिकाले। गाह्रो भयो यार। बरु पास गर्न सजिलो हुन्थ्यो होला है, किनकि पास त मैले पहिला पनि 4-5 वटा पासहरू त गरेको है। तर यो चाहिँ हिउँमा चाहिँ यस्तो तरिकाले, यस्तो ठुलो हिउँमा चाहिँ अब स्कुटर अब धकाल्दै चाहिँ एकदम गाह्रो भएको क्या। किनकि मैले यस्तो अब हिउँमा चाहिँ यसरी भनौँ न यो हिउँ परेर यति धेरै हिउँमा चाहिँ म चाहिँ फर्स्ट टाइमै हो कि यसरी भन भनेर अब बाटै छैन। अब बाटो अब बनाउँदै स्कुटर धकाल्दै है। यहाँ पानी परिरहेछ है। अब भोलि अब पानी बिदा होस् यार, भोलि पानी बिदा होइन अब घरतिर लागिहाल्नु पऱ्यो पोखरातिर। अब यसपालिको अब मेसोकान्तको भ्लग चाहिँ अब यतिकै अब अधुरो नै हुने भयो है। नेक्स्ट टाइम अब फेरि अब यसो समयले साथ दिएछ भने फेरि एकपटक चाहिँ मेसोकान्त पास ट्राई गर्नु पऱ्यो। अब यसपालि यस्तै भयो। अहिले योपालि चाहिँ मुस्ताङ मनाङतिर चाहिँ हिउँ डेन्जर पऱ्यो रहेछ क्या। यता माथि मुखिनातिर त झन् हिउँ मजाले पऱ्यो रहेछ त्यता नि है। त्यही भएर कति मान्छेहरू त्यहीँ अब त अड्केछ, अब त गाडी जान मिल्दैन, त्यस्तै छ सिचुएसनहरू। त्यही गाइज अब मेरो नि अब जुन अब टार्गेट थियो त्यो पनि अब पुरा भएन, ठिकै छ। नेक्स्ट टाइम अब त्यो ठाउँहरू त अब त्यहीँ भइरहेको छ नि त होइन। जुन बेला गए पनि भयो त्यही हो। अब यो टाइममा चाहिँ अब समयले वेदरले अब साथ दिएन। अब नेक्स्ट टाइम अब देला है। त्यही गाइज, हेभ अ ब्युटिफुल डेज। ओके, बाई बाई, चाओ।